प्रशंसा चढाउँदछौँ। आजको यो दिन येशू ख्रीष्ट तपाईँ जन्मिनु भएको घोषणा गर्दै हामीहरूको सुसन्देश सुनाएका छौँ, तपाईलाई उचालेका छौँ। तपाईँ हाम्रो माझबाट उचालिनु भएको छ। धन्यवाद छ प्रभु, यस घर परिवारको आँगनमा आएर प्रभु तपाईको वेदी हामीले स्थापना गर्यौं र तपाईलाई जिउँदो पनि निकाला संजीरों
जकड़ा हुआ था तोड़कर उनको आजाद है किया। डर के मैं जो जी रहा था डर से मुझको इसने खींच निकाला। जंजीरों में जो जकड़ा हुआ था तोड़कर उनको आजाद है किया। तुम दिल में ऐसे बस गए। सुख शान्ति र समृद्धिले सदा बास गरेको होस् भनेर हामी शुभकामना दिन चाहन्छौँ। साँच्चै नै येशू ख्रीष्टको जन्म उत्सवको खुसियाली मनाउँदै हामी यहाँहरूको घर आँगनमा आएका छौँ। अनि येशू ख्रीष्टले तपाईँ र मेरो उद्धार र मुक्ति दिनलाई, हामीलाई पापको दलदलबाट छुटकारा दिनलाई, हरेक दुःख कष्ट चिन्ता पीड अशान्तिबाट शान्ति दिनलाई उहाँ स्वर्गको वैभवलाई त्यागेर राजाहरूका राजा भएर पनि स्वर्गको सुख चैनलाई त्यागेर मानव रूप लिएर धरतीमा जन्म लिनु भएको र उहाँ जन्मिएर अनि हामीलाई तपाईँ र मलाई उद्धार र मुक्ति दिनुभएको। पापी मानिस र पवित्र परमेश्वरको बेसमा पुल बन्नको लागि आजभन्दा 2025 वर्ष पहिला नासरतमा येशू ख्रीष्टको जन्म भयो। उहाँले चाहिँ सबै पापी मानिसहरूलाई उद्धार गर्नका लागि, उद्धार र मुक्ति दिनका लागि येशू ख्रीष्ट आउनुभयो। अनि साँच्चै प्रेरित 4:12 पदमा भन्छ येशू ख्रीष्ट बाहेक कुनै पनि नाउँ दिएको छैन, कुनै पनि थोकै छैन, कुनै पनि माध्यमै छैन हामी स्वर्ग जानका लागि। यसर्थ चाहिँ सबैजनालाई परमेश्वरले प्रेम गर्नुहुन्छ, कोही पनि नाशमा गएको उहाँले चाहिँ चाहनुहुन्न। यसर्थ हामी तपाईहरुलाई यही कामना गर्छौं, हजुरहरूको लागि प्रार्थना गर्छौं। करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार, करो जय जयकार। राजाओं का राजा कौन है, कौन है, कौन है, दुनिया का बादशाह यीशु है सरकार। तो करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार।
आइपुग्यौ हामी घर घरमा नाचौँ न कम्मर मर्काउँदै आइपुग्यौ हामी घर घरमा नाचौँ न कम्मर मर्काउँदै परमेश्वरका पुत्र प्रभु येशू ख्रिस्ट यो संसारमा आउनु भएको उपलक्ष्यमा आज हामी ख्रिस्टको जन्म उत्सव मनाउन गइरहेका छौं। पौष 10 गते विशेष गरेर हामी क्रिसमस मनाउँदछौं। तर पनि अहिले हामी विभिन्न ठाउँमा गएर उहाँको सुसन्देश सुनाउन चाहन्छौं तपाईहरुलाई, किनभने येशू ख्रिस्ट यो संसारमा उहाँलाई छ प्रियहरू। यसर्थ समय यही हो, सही समय, राइट समय, सही दिन चाहिँ हामीले चिन्नु पर्ने हुन्छ प्रियहरू। अनि साँच्चीकै तपाईँ र म अहिले चाहिँ संसारमा ठिकठाक छौँ, राम्रो छौँ, ओके, तर हामीहरूको आत्मा के मुक्ति पाएको छ? के तपाईँले मैले चाहिँ उद्धार र मुक्ति पाएका छौँ? तपाईँले मैले के साँचो शान्ति पाएका छौँ? के तपाईँले म रातभरि मिठो निन्द्राका साथ सुत्न सक्छौँ? यो हाम्रो लागि चुनौती। छुटकारा दिनुहुन्छ। यदि हामीले पाप गर्छौं भने त्यसको छुटकारा दिने परमेश्वरका पुत्र येशू ख्रिस्ट हुनुहुन्छ। उहाँमाथि विश्वास गर्नेहरूले अनन्त जीवन पाउँछन् र स्वर्ग जाने अधिकार उहाँले हामीलाई दिनुभएको छ, किनभने येशू ख्रिस्ट
छोटो जानकारी सहित शुभकामना दिन म यहाँ भेला भएको छु र तपाईँ हामी सबैलाई परमेश्वरको आशिष रहोस्। विशेष गरेर क्रिसमस येशू जन्मिनु भएको 2025 वर्ष अगाडि यो संसारमा एउटा मानिसको रूप